Hello Hello everyone, everyone. welcome back to our channel. That name is राधिका राई गुरुङ। साथीहरू हजुरलाई फेरि पनि स्वागत छ हाम्रो एउटा नयाँ रियाक्सन भिडियोमा हैन। साथीहरू नेपालमा एउटा मुभी आउँदै रहेछ पिक्चर जो कि नाम रहेको छ परालको आगो। परालको आगो चाहिँ मैले हैन सानोमा एउटा उखान सुनेको थिएँ साथीहरू। ए बुढाबुढीको झगडा त परालको आगो र फाइनली मुभी पनि हेर्नु पाउँदैछौँ हामी। र के कसो छ त्यसको टिजर आएको रहेछ हिजै। अनि उहाँ चाहिँ हुनुहुन्छ, उहाँ को हुनुहुन्छ भनेर हजुरलाई मजाले थाहा छ। प्रकाश सपुत, सौगात मल्ल अनि सुहाना थापा। र ढिलो नगरी त्यसको भित्र के चाहिँ रहेछ हैन, के को बारेमा हामी ढिलो नगरी जस्ट हजुरलाई देखाउने छौँ। लेट्स गेट स्टार्टेड। ल हामी सुरु गर्दैछौँ है साथीहरू। ओके ल ल हरिओम सिने प्रकाश सपुत ओए केटीलाई पो है सुहाना सुहाना थापा। त्यो पहिलाको मलाई उसो त उसो चुरा पनि दिनभरि उतै लठारेर बसिस तँलाई राड मेरो घरमा एकछिन पनि नबस जान त्यस्ता आमामामा मर्नु त जा खुब आफ्नो सही बाबुमा त धनाटे छन् भने सोचेकी छेस गाउँलेको हलो नजति साँझ बिहान खान पुग्दैन बाइकको धान ओए पक्का सौगात मल्ल होला। स्वास्नीलाई मार्छु अर्काको लोग्ने स्वास्नीको बिचमा नपरेकै राम्रो यसलाई चार्ज गर्छु आफ्नै जीवन साथीलाई पशु जसरी कुट्छन् कसैले आफू त खुब कतिलो भए जस्तो तिमीलाई जन्माएर छोरी मान्छेको रहेछ नि अलि अत्याचार कस्तो मलाई नराम्रो लाग्यो। मुभीको टाइटल पनि त्यस्तै छ नि त, परालको आगो। ओ यति यति बेला आगो झिल्का पनि बिचारा बुढाबुढीको झगडा झगडा परालको माया आगो प्रेम बिचारा। त्यही होला। नाइस एक्टिङ चाहिँ है। मलाई कतै मन पो दुख्यो मलाई त। लक्ष्मण सुना सुशील पोखरेल। ल वैशाख 11 तारिकको वैशाख 11 अप्रिल 24। साथीहरू झन्डै हेर्नु त म त इमोसनल भएँ साँच्ची नै। जब सुहाना थापाले यसरी सिन्दुर लगाउँदै थियो नि त्यो त्यतिखेर नै उसको बुढाले यसरी लात मारेर नै त्यो मलाई नराम्रो लाग्यो। हो अनि रुइहाल्नुपर्छ त। किनकि साथीहरू सरी यस्तो हुन्छ किनकि छोरी मान्छेकै त्यो फिलिङ हुन्छ नि एकदम मजाले बुझ्न सक्छ के। अनि सिन्दुर लगाउँदाखेरि वास्तविकता पनि देखाएको, किनभने गाउँघरमा हुन त अब सहर बजारतिर पनि भनौँ अब हल्का फुल्का त झगडा त भइहाल्छ अब लोग्ने स्वास्नीमा त, त्यो त त्यो हो। त एउटा नर्मल हो। तर त्यही कुरा चाहिँ अब त्यही भन्छ नि परालको आगो भनेको त्यही हो नि त। सानो कुरा कति ठुलो हुनसक्छ त्यो हो नि त। त्यही मलाई लाग्छ मुभीमा त्यही देखाउन खोजेको हो। त्यसलाई चाहिँ अब कति मजा तरिकाले चाहिँ अब सुहाना थापाले चाहिँ एक्टिङमा चाहिँ देखाउनु भएको नो डाउट है। त्यसमा चाहिँ नि के हुन्छ अब यसमा चाहिँ नि यो त हामीलाई फर्स्ट एउटा टिजर एउटा सानो क्लिप देखायो होइन। 2 मिनट अब यो मुभीको भित्र कति चाहिँ र के को न्युमा के रिजनमा चाहिँ बुढाबुढी हस्बेन्ड वाइफको बिचमा झगडा हुने रिजन के चाहिँ हुन्छ भनेर मेबी मलाई लाग्छ त्यो हुनसक्छ होला मेन चाहिँ। किनकि जब उसले यसरी सिन्दुर लाउँदाखेरि नि किनकि साथीहरू मलाई किन म भन्छु नराम्रो जब कोही बेला नि हेर्नु बुढाबुढी त हामी पनि हो, हरेक बुढाबुढीमा डिस्कस हुन्छ झगडाहरू हुन्छ होइन, सानोतिनो मनमिटाव हुन्छ। र जब म पनि उहाँसँग थिएँ उहाँले मलाई रिस उठाउँदाखेरि उहाँबाट मलाई मन दुखेको छ भने नि दुखेको हुँदाखेरि मलाई पहिले त बिहा गर्दा चाहिँ मेरो फर्स्ट हजुरलाई एक्सपिरियन्स भन्छु, यो मेरो अनेस्ट भन्छु हजुरलाई होइन। हजुरलाई पनि थाहा छ कि छैन, जब सुरुमा म बिहा गरेर भर्खर हामीले डिस्कस हुन्थ्यो होइन। अनि कति चिजमा हामीदेखिको मनमिटाव हुन्छ कि उहाँले मलाई मन दुखाउँदाखेरि मलाई अलिक मन बुझ्दैन थियो कि। अनि त्यतिखेर उहाँको नाममा मैले टिका लगाउँथेँ, उहाँको नाममा सिन्दुर, उहाँको नाममा चुडा होइन।
अनि त्यतिखेर मलाई यस्तो रिस उठ्छ नि मलाई टिका पनि लगाउनु मन लाग्दैन थियो सिन्दुर पनि अनि चुडा पनि हो यो मान्छेको नाममा किन लगाउँ म भनेर साँच्चै नै कस्तो रिस पनि उठेको यति मलाई थाहा इगो टिका पनि अलिकति टिका यसरी फ्याँकेको याद छ कि छैन याद छ फ्याँकेको म साँच्ची नै टचुर पाप नलागोस् छ अब त है हजुरलाई के लाग्नु मलाई पो लाग्नु पर्यो नलागोस् त ल ल ल हुन त हजुरलाई पनि लाग्न सक्छ पाप लाग्दैन तर मैले माफ गरेँ किन झगडा भएको त रिजन हजुरले हो नि त तर हो मेरो यस्तो भएको थियो साथीहरू म कोही कोही बेला याद अस्ति भर्खरै याद गरेको थिएँ उहाँसँग रिसाउँदा मलाई कस्तो नि सिन्दुर टिकाहरू कस्तो लगाउनु मन नपर्ने क्या यस्तरी फ्याँक्दिनु मनपर्ने त पाप नलागोस् यस्तो त होइन टचुट थुतो होइन नजर पाप साँच्ची नै केही नलागोस् त्यतिखेर त म पनि खुदै नादान थिएँ होइन नासमझ थिएँ अनि उहाँ पनि हामी दुइटामा इम्याच्योर छ त्यतिखेर नै हस्बेन्ड वाइफको किनकि त्यही हो साथीहरू इगो अब अहिले चाहिँ इगो सानो र रेस्पोन्सिबिलिटी ठुलो भइसकेको छ एनिवे ढिलो नगरी मलाई लाग्छ त्यही हो बुढाबुढीको जो हुन्छ सम्बन्धको बिचमा होइन केही न केही अब ठुलो सानो जस्तो भए पनि अब केही न केही त भइरहेकै हुन्छ जिन्दगीमा त्यही बारेमा नै यो मुभी बनाउन खोज्नु भएको होला उहाँहरूले चाहिँ तर यो मुभी सुपर डुपर हिटै हुन्छ होला किनकि तिनैजना राम्रो एक्टर हो होइन तिनैजना नेपालको अरू पनि हुनुहुन्छ होला बाँकी त मेन त त्यही टाइटलमा त्यही देखाएको नामहरू देखाएर हामीले चाहिँ त्यही नै चाहिँ पढ्यौँ कि होइन तर यो मनले छुने मुभी होला र मान्छे धेरै रुन्छन् केटीहरू धेरै रुनेछन् जो अलरेडी म्यारिड हो होइन हामी आइमाहरू धेरै रुनेछौँ होला र हजुरहरू पनि हेर्नु अगाडि आयो भने हामी पनि हेर्छौँ र ढिलो नगरी अब हामी चाहिँ ल हजुरहरूलाई यो रियाक्सन भिडियो कस्तो लाग्यो साथीहरू कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र भिडियो मन परेमा लाइक गर्न सक्नुहुन्छ हजुरले होइन लाइक सेयर अनि कमेन्ट पनि गर्न सक्नुहुन्छ हजुरलाई कस्तो आफ्नो एक्सपिरियन्स पनि सेयर गर्न सक्नुहुन्छ हाम्रो दिदीबहिनी जसले हेर्दै हुनुहुन्छ सो है त यसो ढिलो नगरी त सी यु इन नेक्स्ट हाम्रो रियाक्सन भिडियोमा